ॐ नमो भगवते वासुदेवाय। ॐ नमो भगवते वासुदेवाय। ॐ नमो भगवते वासुदेवाय। हरे कृष्ण। आदरणीय भगवीर, हामी श्रीमद् भगवत गीता अध्ययन गरिरहेका छौँ। यो श्रीमद् भगवत गीतामा हामी बडा सुन्दरसँग दोस्रो अध्यायको अध्ययन गरिरहेका छौँ। दोस्रो अध्यायको आज हामी 33, 34, 35, 36, 37 यो श्लोकलाई एउटै बसाइमा हामी हेर्ने प्रयास गर्छौँ। आदरणीय भगवीर, यो श्लोकले युद्ध नगरे पाप लाग्छ अथवा अकृति तथा निन्दाको भागी हुनुपर्दछ। अर्जुनलाई मूलभूत रूपमा भगवानले सम्झाउँदै हुनुहुन्छ कि तिमी आफ्नो कर्तव्यको पालन गर। किनभने योभन्दा अगाडि श्लोकमा हामीले हेरेका थियौँ स्वधर्मको पालन गर। त्यो स्वधर्म के हो त? त्यो स्वधर्म भनेको के हो त? भगवानको नियम अनुसार आफ्नो, जस्तै भगवानले भन्नुभएको छ नि, चातुर्वर्ण मया श्रेष्ठम गुण कर्म विभाग छ। त्यो कुरालाई हामीले आफ्नो आत्मसात गरेर हामी भगवानको लागि अथवा आफ्नो कर्तव्य पालन गर्ने, जसलाई स्वधर्म भनिन्छ। आउनुहोस् हामी 33औं श्लोकलाई हेर्ने प्रयास गर्छौँ। पहिला श्लोकले भनिरहेको छ, अतः चेत्त्वमिमं धर्मयं संग्राम न करिष्यसि ततः स्वधर्मकृती च हित्वा पापं पापसेष्वि। अनुवाद, यदि केही गरेर तिमीले यो युद्ध रूपी धार्मिक कर्तव्य पूरा गरेनौ भने तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्नेछ र तिमीले योद्धाका रूपमा पाएका यश पनि गुमाउनेछ। र सुन्दर कुरो भगवानले यहाँ भन्दै हुनुहुन्छ कि तिमीले आफ्नो कर्तव्य यदि पालन गरेनौ भने के हुन्छ? तिम्रो आफ्नो स्तर पनि घट्छ र तिमी योद्धा हो। कुन योद्धा हो? गाण्डीवधारी योद्धा हो। 5 पाण्डव मध्ये एउटा योद्धा हो। अरे तिमी इन्द्रको पुत्र हो। यति मात्र होइन, भगवान श्रीकृष्ण तिम्रो शाखा छ, तिम्रो साथी हो। यी कुराहरू तिमी गुमाउँछौ। यो कुरा भनिराख्नु भएको छ। तात्पर्यमा श्री प्रभुपादले भन्नुहुन्छ, अर्जुन एउटा प्रसिद्ध योद्धा थिए। उनले भगवान शिव लगायत धेरै देवताहरूसँग लडेर ठुलो नाम कमाएका थिए। शिकारीका वेशमा आउनुभएका शिवजीलाई युद्धमा पराजित गरेर अर्जुनले उहाँलाई खुसी पारेर उहाँबाट पुरस्कारका रूपमा पाशुपतास्त्र प्राप्त गरेका थिए। अर्जुन महान लडाकु थिए भन्ने कुरा हरेकलाई थाहा थियो। द्रोणाचार्यले पनि उनलाई आशीर्वाद दिएका थिए र विशिष्ट प्रकारको हतियार दिएर पुरस्कृत गरेका थिए। त्यो हतियारले उनले आफ्नै गुरुलाई पनि मार्न सक्थे। अर्जुनले आफ्नै धर्मपिता स्वर्गका राजा इन्द्र लगायतका धेरै अधिकारी व्यक्तित्वहरूबाट सैन्य प्रमाणपत्र तथा मान पदवी प्राप्त गरेका थिए। तर अहिले यदि अर्जुनले युद्ध नगर्ने हो भने उनलाई क्षत्रियका रूपमा आफ्नो विशिष्ट कर्तव्यको उपेक्षा गरेको दोष लाग्ने मात्र होइन, अझ उनको सम्पूर्ण इज्जत समेत जानेछ र उनी नरक जाने राजमार्गको तयारी गरिरहेका हुनेछन्। अर्को शब्दमा उनी युद्ध गरेका कारणले होइन, युद्धबाट भागेका कारणले नरकगामी हुनुपर्छ। श्री प्रभुपादले बडा सुन्दर कुरा यहाँ भन्दै हुनुहुन्छ। अर्जुन एउटा प्रसिद्ध व्यक्तित्व थिए, योद्धा थिए। उनले कोबाट त? भगवान शिवजीबाट। त्यतिखेर तपाईहरुले थाहा पाउनु भएको होला, महाभारतमा एउटा सुन्दर एउटा कहानी आउँछ। जतिखेर उनीहरू 13 वर्षको अज्ञातवासमा रहन्छ, त्यो समयमा अर्जुनलाई भगवान कृष्णले निर्देश गर्नुहुन्छ कि तिमी गएर अब सबैको आशीर्वाद प्राप्त गर, तपस्या गर। अनि उहाँले सबभन्दा पहिला शिवजीको तपस्या गर्नुहुन्छ। ओम नमो शिवाय।
ओम नमः शिवाय भनेर उसले चाहिँ यो मन्त्रद्वारा उहाँलाई पुकार गर्छ र शिवजी चाहिँ अर्को भेष धारण गरेर शिकारीको भेष धारण गरेर आउनुहुन्छ र एउटा सुँगुरलाई शिकार बनाएर उहाँले चाहिँ त्यो प्रकारले चाहिँ उहाँलाई प्रमाण दिनुहुन्छ र त्यसपछि उहाँले चाहिँ शिवजी खुसी हुनुहुन्छ अर्जुनसँग र उहाँलाई पाशुपातात अस्त्र जुन छ भगवान शिवजीको त्यो बडा सुन्दर एउटा हतियार उहाँलाई प्रदान गर्नुहुन्छ त्यो कुराको चर्चा। अनि अर्जुन स्वयं इन्द्रको अंश थिए, उहाँको पुत्रको रूपमा जब महारानी कुन्तीले इन्द्रदेवलाई बोलाउनुहुन्छ त्यही समयमा उहाँले चाहिँ त्यो इन्द्रले चाहिँ आफ्नो पुत्रको रूपमा चाहिँ अर्जुनलाई एउटा बडा सुन्दर एउटा तत्त्व छोडेर जान्छ र अगाडि भन्नुहुन्छ कि सैन्य प्रमाण र मान पदवी उसलाई प्राप्त भयो किनभने अर्जुन एउटा सुन्दर योद्धा थिए, 5 पाण्डवमा सबभन्दा राम्रो योद्धा बनेर पनि जानिन्छ। र त्यसपछि हामीले बडा सुन्दरसँग यसलाई हरे कृष्ण 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 हरे हरे राम राम हरे। यहाँनिर यो भनिरहेको छ कि कर्तव्य विमुखको परिणाम के हुन्छ त पाप लाग्नेछ तथा यश पुग्नेछ, दुईटा कुरा हुन्छ। अनि अर्जुनले यदि क्षत्रियको धर्म रूपी धार्मिक युद्ध नगरे उनी आफ्नो कर्तव्यबाट विमुख हुन्छ र त्यो फलस्वरूप उसलाई के हुन्छ त आफ्नो नाम र पदवीबाट उसलाई के गर्छ विमुक्त पाइन्छ, त्यो उहाँले गुमाउनुहुन्छ। कहिलेकाहीँ हुन्छ नि, यो तपाईँले देख्नु होला कि कोही व्यक्ति बडा विद्वान हुन्छ र उहाँलाई के सोध्नु भने उहाँले भन्नुहुन्न अनि हामीले हाँसो उडाउँछ, यति पढे लेखेको त तर यसले हाम्रो प्रश्नको जवाब दिन सकेन। त्यही भएर अर्जुन सामान्य योद्धा थिएन, उनको महान यश व्यक्तित्व थियो र उनले पाशुपत अस्त्र प्राप्त गरेका थिए द्रोणाचार्यका शिक्षाले। द्रोणाचार्यले उहाँ जुन शिक्षा दिनुभएको थियो, द्रोणाचार्यको शिक्षा बडा सुन्दर शिक्षा थियो। आफ्नो छोरालाई उहाँले जति कुरा सिकाउनु भएको थियो त्योभन्दा बढी कुरा अर्जुनलाई सिकाउनु भएको र यति मात्र होइन, इन्द्रको पुत्र थिए र साथै उर्वशीको जुन स्वर्गीयको परी हुन्छ अप्सरा हुन्छ उहाँले एउटा वरदान दिनुभएको, जुन वरदानलाई उहाँले अज्ञातवासमा 13औं वर्षको जुन अन्तिम वर्ष हुन्छ 13औं वर्ष त्यो वर्षमा उहाँले विडनला भनेर चाहिँ एउटा निर्तङ्गनाको चाहिँ रूप धारण गरेर चाहिँ कहाँ उत्तराको उत्तर देश जुन छ विराट देश उत्तर र उत्तरालाई त्यो ज्ञान सिकाउनु भयो। अर्जुन युद्ध गरेको कारण होइन, क्षत्रिय स्वधर्मको धार्मिक युद्ध त्यागता उसलाई पाप लाग्नेछ भन्ने कुराको चर्चा गर्यो। योबाट हामीले के सिक्न सक्छौँ भने हामीले कठिन डरको आलोचनाका कारण हाम्रो धार्मिक निष्ठा र जिम्मेवारीपूर्ण कर्तव्य छोड्नु हुँदैन। हामीलाई कसैले भन्छ हे हरे कृष्ण महामन्त्र जपिरहेको छ, हे हिजो अस्ति यस्तो गर्नु, त्यो कुरा होइन। हामीले अहिले हामी भनेको छ नि एउटा जब जागर तब सुवेला, हामीलाई अहिले थाहा भयो हरे नामै बत्रै बलम, त्यही भएर हामीले जपिरहेको छ। यो कुरालाई चाहिँ हामीले बुझ्नु पर्दछ। अगाडि अझ यो पुष्टि गर्नका लागि श्लोक रूपले प्रश्न गर्नुभएको छ, त्यो कुरालाई अझ प्रश्नाउनको लागि भगवान कृष्णले भन्नुहुन्छ कि अझ पनि अपयश लाग्छ तिमीलाई। के अपयश लाग्छ त? अकृत्यं चापि भूतानि कथयस्यन्ति दिव्यया सम्भावितस्य स्वाकृतिं मरणात् अतिरिच्यते। अनुवाद, मानिसहरूले सधैँ तिम्रो अपयशको वर्णन गर्नेछ। एउटा सम्मानित व्यक्तिका लागि अपयश भन्ने कुरा मृत्युभन्दा पनि बढ्ता कष्टकर हुन्छ। यो चाहिँ 34औं श्लोकमा भगवानले अर्जुनलाई सम्झाइराख्नु भएको छ कि तिमीले जुन प्रकारले सम्माननीय पद प्राप्त गरेका छौ, जुन प्रकारले तिमीले शिवजीसँग वरदान प्राप्त गरेका छौ, इन्द्रसँग वरदान प्राप्त गरेका छौ, अन्य देवी देवताहरूसँग वरदान प्राप्त गरेको छौ, त्यो कुराको खिल्ली उड्नेछ र तिमीलाई सबैले हप्काउनेछ। हप्काउने मात्र होइन, तिमीले त्यो कुरा सुन्न पनि सक्दैन। किन थाहा छ? किनभने सम्माननीय व्यक्तिहरूको लागि चाहिँ यो कुरा सुन्न मृत्युको बराबर हुन्छ। त्यही भएर अर्जुनलाई सम्झाइराख्नु भएको छ कि तिमी युद्ध गर्नको लागि तयार रहनुपर्छ अथवा तयार हुनुपर्छ। यदि अर्जुन युद्धबाट पछाडि हटे भने
मानिसले उनको सधैँको लागि अप्रीतिको वर्णन गर्नेछ र अर्जुन जस्तो सम्मानित र वीर पुरुषका लागि यो अपयश सहन गर्न मृत्युभन्दा पनि कठिन। आदरणीय श्रील प्रभुपादले तात्पर्यमा भन्नुहुन्छ, अर्जुनका मित्र तथा दार्शनिक गुरु भगवान श्री कृष्ण अर्जुनलाई युद्ध अस्वीकार नगर्ने सम्बन्धमा आफ्नो अन्तिम निर्णय लिनुहुन्छ। भगवानले भन्नुभयो, अर्जुन यदि तिमीले युद्ध सुरु हुनुभन्दा अगावै युद्धभूमि त्यागिदियो भने मानिसले तिमीलाई कायर भन्नेछ। अरे बाबु, मानिसहरूले गाली नै गरून् तर युद्धभूमिबाट भागेर मैले ज्यान बचाउँछु भने तिमीले सोचेका छौ भने त्यो पनि राम्रो कुरो होइन। योभन्दा तिमी बरु युद्धभूमिमै मर्नु देश हुनेछ। मेरो यही सुझाव छ। तिमी जस्ता सम्मानित मानिसका लागि निन्दनित हुने विषय मृत्युभन्दा पनि खराब हो। त्यसैले मरिन्छ कि भन्ने डरले तिमीले युद्ध मैदानबाट भाग्नु हुँदैन। त्योभन्दा युद्धमै मर्नु राम्रो हो। यसबाट तिमी मेरो मित्रताको दुरुपयोग गर्ने र समाजका आफ्नो इज्जत गुमाउने जस्ता अपजस्यबाट बच्छौ। यसरी युद्धबाट भाग्नुभन्दा युद्धमा मर्नु राम्रो हो भनी अन्तिम निर्णय भगवानले अर्जुनलाई दिनु। यहाँ भगवानले के सम्झाउनुहुन्छ, तिमी केन प्रकारेण तिमीले युद्ध गर्नै पर्छ। युद्ध गर्नु बाहेक तिम्रो अर्को कुनै कामै छैन। किन काम छैन? किनभने तिमी अर्जुन हो, तिमी क्षत्रियको छोरो हो, क्षत्रियको वंशज हो। त्यही कारणले तिमीले युद्ध गर्न अत्यन्त जरुरी छ। र श्रील प्रभुपादले बडा सुन्दरसँग यहाँ भन्नुहुन्छ, यो तात्पर्य जुन छ त्यसमा भन्नुहुन्छ भगवानको चेतावनी छ। भगवानको चेतावनी के छ? युद्ध स्वीकार गर्नु अर्जुनको क्षेत्रीयको कर्तव्य हो। अनि कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्यबाट भाग्नु उचित हुँदैन। कुनै पनि अर्थमा हामी भाग्नु चाहिँ हुँदैन। भगवान तथा वास्तविक गुरुको उचित निर्देशनमा कर्तव्य पूरा गर्न अनिवार्य अथवा अपरिहार्य छ। गुरुको निर्देशनमा गुरुले तपाईँलाई सिकाउनुको जारीका तारिका कृष्ण उपदेश। तपाईँ गएर श्रीमद् भगवद् गीता भागवतम र हरिकृष्ण महामन्त्रको प्रचार गर्नु, तर बाहिर गएर व्यक्तिले भन्छ हे यसले यस्तो गरेर त्यस्तो गरेर लाज ल्याएर हामी घरमा बसेर प्रचार गर्नुपर्छ। आदिन र सुन्दरसँग एउटा उदाहरण लिन सक्छु। एउटा सेनापति युद्धको समयमा आफ्नै सेनालाई छोडेर डराएर भाग्यो भने ऊ जीवित त रहला, तर जीवनभर उसको कायरताको चर्चा हुन सक्छ। अर्थात् त्यसरी केही परिस्थितिमा शारीरिक मृत्युभन्दा आफ्नो कर्तव्यबाट कायरतापूर्वक भाग्नु बढी पीडादायक हुन्छ। पछाडि हट्नु हुँदैन। हामी जहिले पनि अगाडि बढ्नुपर्छ। यही कुरा भनिरहेको छ। श्लोक 35 भयाद्रनादो परतम मांसयन्त त्वां महारथा तेषां च त्वां बहुमतो भूत्वा यास्विशिलागवम्। अनुवाद, जुन महारथीहरूले तिम्रो नाम र इज्जतलाई अत्यन्त आदर गरेका छन् तिनैले तिमीलाई युद्धबाट डराएर भागेको ठानेर तिमीलाई तुच्छ मान्नेछ। भगवानले अर्जुनलाई कति राम्रो कुरा भन्दै हुनुहुन्छ। ए अर्जुन, तिमी पहिल्यै कुरा प्रशंसा गर्नेहरूले पनि तिमीलाई तुच्छ मान्नेछ। जुन महारथीहरूले तिमीलाई सम्मान गरिरहेको छ, प्रशंसा वीरता भनेर प्रशंसा गरिरहेको छ, हे अर्जुन युद्धबाट तिमी भाग्यौ भने उनीहरूले तिमीलाई अर्जुन कायर थियो। अब यो कुरा के तिमीले सहन गर्न सक्छौ त? भगवानले भन्नुहुन्छ कि तिमीले सहन गर्न सक्दैनौ। अब विचार गर्नुहोस्, कुनै एकजना विद्यार्थी छ, वर्षभरि पढ्यो र अन्तिम फाइनल नतिजा प्रकाश हुनका लागि परीक्षा दिन गइरहेको छ, जो निर्णायक परीक्षा छ। त्यो परीक्षा बेलामा ऊ स्कुलको गेटबाट भाग्दछ भने त्यो विद्यार्थीलाई के भन्नुहुन्छ तपाईँले? र त्यो गार्जियनले भन्छ यति लगानी गरेर पनि तिमीले मलाई के प्रतिफल दिनु, हैन? त्यही भएर यो अन्तिम क्षणको जुन धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे, भगवानले भन्छ कि धर्म स्थापना गर्नका लागि मैले यो युद्ध गरिरहेको छु महाभारत। र तिमीले के गरिरहेको? भाग्न खोजिरहेको छौ। तिमी मेरो सहायता गरिरहेको छैनौ। तात्पर्यमा श्रील प्रभुपादले बडा राम्रो कुरो लेख्नुहुन्छ। भन्नुहुन्छ
भगवान श्री कृष्णले अर्जुनलाई आफ्नो निर्णय सुनाउँदै भन्नुहुन्छ, दुर्योधन, कर्ण तथा अन्य महारथीहरूले तिमीलाई आफ्ना भाइहरू र पितामहमाथि दया गरेर युद्ध छोडेका हो भन्ने कुरा सोच्दैनन् अथवा सोच्ने छैनन्। तिनीहरूले तिमीलाई आफ्नो ज्यान जाने डरले गर्दा युद्ध मैदानमा छोडेका हो भन्ने मात्र सोच्दछन्। त्यसैले यसले गर्दा उनीहरूले अत्यन्त आदर गरेका तिम्रो व्यक्तित्व नष्ट हुन्छ। अब अर्जुन एउटा साधुपनको कुरा देखाइरहेको छ कि मैले यदि यिनीहरूलाई मारिन भने उनीहरूले मलाई सम्मान दिनेछ कि यो युद्ध छोडिदियो। तर दुर्योधन र कर्ण जस्ता व्यक्ति अथवा अरू पनि दुर्योधनका पक्षका व्यक्तिहरू त्यो कुरा सोच्दैन। किनभने एउटा मात्रै कुरो सोच्छन्, यो डरले भाग। हामीले कहिलेकाहीँ भन्थ्यौँ, अब खेल्दै जाँदाखेरि 2 घन्टा 3 घन्टा बित्यो भने अनि एउटा टिमले छोडिदिन्छ अनि हामीले चाहिँ गाली गर्थ्यो, हरुवा 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 भाग। त्यही प्रकारले तिमीलाई कर्णले पनि र दुर्योधनले तिमीलाई भन्नेछ। त्यही भएर हे अर्जुन, युद्धका लागि तिमी तयारी गर, भगवानको सन्देश श्रील प्रभुपादले पनि यही कुरालाई जोड दिनुहुन्छ। त्यही भएर यो प्रसङ्ग जुन चलिरहेको छ र सुन्दर प्रसङ्ग छ, पहिलो अध्यायमा जुन कुराको चर्चा गरिएको त्यसको कन्क्लुजनको रूपमा भगवानले यहाँनिर अर्जुनलाई आफ्नो वास्तविक ज्ञान दिइराख्नु भएको छ। किनभने भर्खर हाम्रो आत्मा र शरीरमा के फरक हुन्छ त्यो ज्ञान सकिएको छ। अब यो 36औं श्लोकमा फेरि भगवानले अर्जुनलाई भन्नुहुन्छ कि शत्रुहरूले अर्जुनको सामर्थ्य र वीरतामाथि शङ्का गर्छ। विचार गर्नुहुन्छ, कहिलेकाहीँ सुन्नुहुन्छ त, ए तिमी नामर्द हो, हेर हेर यो पनि गर्न सक्नु त्यो पनि गर्न सक्नु हो, तिमीलाई यही प्रकारले भन्नुहुन्छ। 36औं श्लोकले के भनिरहेको छ त, अवाच्यवादं च बहु वदिशयन्ति तव हिता निन्दन्तव सामर्थ्यं तत दुःखतरं नो किमः। अवाच्यवादं च बहुना वदिशयन्ति तव हिता निन्दन्तस्य तव सामर्थ्य ततो दुःखतर नो किमा। नो किमा भनेको अरू को होला र, के तिम्रा शत्रु तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौं दुर्वचनहरू भनेर तिम्रो निन्दा गर्नेछ। त्योभन्दा कष्टदायी कुरा तिम्रा लागि अरू के होला। अब हाम्रो शत्रुहरू जुन हुन्छ अथवा अर्जुनको शत्रुहरू जुन युधिष्ठिर बाहेक अथवा पाण्डव बाहेक जुन दुर्योधनका पक्षमा जुन युद्ध गरिरहेका थिए, कि उनीहरूले तिमीलाई राम्रो भन्छ त? कदापि भन्दैन। एकदम सरल तरिकाले भन्छ कि तिमी एउटा हरुवा हो र तिमीले छोडेर भागे, युद्ध मैदान छोडेर भागे। मलाई कथा याद रहेको छ, भगवानले पनि जरासन्धलाई भन्नुभएको थियो नि, अनि भाग्नु भएको थियो। त्यतिखेर भगवानको नाम रणछोड परेको थियो। त्यही भएर यहाँनिर हामीले बुझ्न सक्छौँ कि त्यो रणछोड जस्तो हुँदैन, यहाँ अपयश गर्नेछ। त्यही भएर श्रील प्रभुपादले सानो तात्पर्यबाट सुन्दर अर्थ लगाएर भन्दै हुन्छ के भन्छ, अर्जुनको नचाहिँदो करुणा भाव देखेर भगवान श्री कृष्णले सुरुमै आश्चर्य लागेको थियो र उहाँले अर्जुनको त्यस्तो करुणा भाव आचार्यहरूलाई नसुहाउँदै भनेर टिप्पणी गर्नुभएको थियो। अहिले अर्जुनको त्यही तथाकथित करुणा भाव विरुद्धमा भगवानले आफूले भनेको शब्दलाई प्रमाण गर्यो। अशुचियान वशुचिस्तम प्रज्ञावादं सभासते गतासुन न सन्नानु स्वतन्त्र पण्डिता। यही अध्यायको 11औं श्लोकमा जुन प्रसङ्ग चलिरहेको थियो कि अर्जुनले आफ्नो कारण प्रस्तुत गरेको, म युद्ध लड्न चाहन्न। के कारण थियो त? उहाँले भन्नुहुन्छ कि पाप लाग्छ, मेरो आफन्त मरेपछि वर्णाश्रम सन्तति पैदा हुन्छ, पितृहरूको पिण्डोदक क्रियाको लोप हुन्छ। यी प्रकारका कारणले उहाँलाई भन्नुभएको थियो। भगवानले भन्नुभयो तिमी पण्डितको जस्तो गर्छ तर पण्डितको जस्तो व्यवहार छैन। त्यही भएर यहाँ श्रील प्रभुपादले पनि र भगवानले पनि सम्झाइराख्नु भएको छ कि तिमी पण्डितको जस्तो व्यवहार गर्नका लागि वास्तवमा तिमी पण्डिताइपूर्ण तरिकाले आफ्नो कर्तव्य अथवा स्वधर्मको पालन गर्नुपर्छ। यहाँनिर बडा सुन्दरसँग एउटा उदाहरण दिएको छ कि एउटा प्रहरी जुन हुन्छ त्यो प्रहरी प्रसिद्ध हुन्छ तर अपराध रोक्न कठिन समस्याहरूदेखि ऊ डराउँदछ। अब अहिले भर्खरै कहिले जेन्जीको आन्दोलन, कहिले मधेसी पाहाडेको आन्दोलन, कहिले हिन्दू मुस्लिमको आन्दोलन,
एवं तरिकाले कहिले सरकार विरुद्धको आन्दोलन, अनेक प्रकारको आन्दोलन हुन्छ। नेपाल सरकारले 3 प्रकारका प्रहरीहरू हाम्रो देशमा सञ्चालित गर्नुभएको छ। एउटा आर्मी, अर्को एपिएफ भन्छ, जसलाई सशस्त्र भनिन्छ, र अर्को भनेको नर्मल सिपाही। त्यो 3 जनैले भन्छ, 3 प्रकारको प्रहरी हुन्छ। अब म यो युद्धमा जान्न, यो आन्दोलनमा जान्न, मेरो आफन्त मर्छ अथवा धेरैजना मर्ने छ, त्यो कुरा मलाई लागू हुँदैन। किन हुँदैन भने कर्तव्यको पालन गरिरहेको हुँदैन। कर्तव्यको पालन गर्नु छ भने युद्ध लड्न अत्यन्त जरुरी छ। त्यही भएर अर्जुन जस्ता महान वीर शोक र मोहका कारण युद्धपछि हट्नु अत्यन्त अनुपयुक्त कुरा। यसले कुरा के छ? भगवानको लागि कार्य गर्ने, आफ्नो धर्मको पालन। आदिनवर्ती यो 36औं श्लोकदेखि यो कुरा सिकाएको छ कि राम्रोसँग हामी कर्तव्यको पालन गर्न सिक्नुपर्छ। र कर्तव्य पालन गरेन भने के फरक पर्दछ त? अपयश हुन्छ, अपकृति फैलिन्छ, निन्दा सुन्नु पर्दछ, र आफ्नो कर्तव्यबाट गुमुख भयो भने सबभन्दा ठुलो भगवानले पनि हामीलाई साथ दिनुहुन्न। यो कुरोको चर्चा हतो वा प्राप्यसे स्वर्गम जित्वा वा भोक्ष्यसे तस्मात् उत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः। हे कुन्ती पुत्र, यदि युद्धमा मारियो भने तिमीले स्वर्ग लोक पाउनेछौ, र यदि युद्ध नै तिमीले जित्यो भने पृथ्वीका राज्य भोग्न पाउनेछौ। त्यसैले दृढ संकल्पका साथ उठ र युद्ध गर। भगवानले के भनिराख्नु भएको छ? उठ। हाम्रो गीत छ एउटा, जागलंक चमकहे नौजवान हो। यो प्रकारले भगवानले अर्जुनलाई सम्झाइराख्नु भएको छ, तिमी युद्धको लागि युद्ध गर। हैन, जुन कुरा तिमी युद्ध गरेपछि 2टा फाइदा हुन्छ। पहिलो फाइदा भनेको के हो? तिमी मर्यौ भने के हुन्छ? स्वर्गको प्राप्त गर्छ। बाँच्यो भने सारा निष्कण्टक यो राज्य भोग्न पाउँछ। त्यही भएर यहाँ भन्नुहुन्छ, तात्पर्य श्लोकबाट सुन्दर कुरो भन्नु, त्यसपछि हामी अलिकतिलाई चर्चा गर्छौँ। हुन त अर्जुनले नै युद्ध जित्छन् भन्ने कुराको कुनै निश्चितता थिएन, तैपनि उनले युद्ध गर्नै पर्दथ्यो, किनकि यदि उनी युद्धमा मारिए भने पनि उनी स्वर्ग पाउनेछ। बडा सुन्दर कुरो छ यो। कसरी स्वर्ग पाउनेछ त? युद्ध लडेपछि उसले के गर्छ? युद्धमा जितेपछि उसले स्वर्ग राज्य पाउँछ, हारेपछि अथवा मरेपछि के हुन्छ? दुईटा त एउटा कुरा हुन्छ, युद्ध हार्छ, युद्धमा मर्छ। दुईटै हातमा लड्नु। यहाँ भनेको छ युद्धमा मारिए स्वर्गको प्राप्ति, धर्मको रक्षाको लागि आफ्नो क्षेत्रीय कर्तव्य पूरा गर्दा मारिएमा अर्जुनले के गर्दछ? स्वर्गको प्राप्ति गर्दछ। र युद्धमा विजय भयो भने के हुन्छ? पृथ्वीको राज्य। यदि अर्जुनले युद्ध जिते भने उनीहरूले पृथ्वीको राज्य प्राप्त गर्नेछन्। अर्थात् दुवै अवस्थामा अर्जुनको पराजित छैन, लाभै लाभ छ, फाइदै फाइदा छ। तात्पर्य स्वरूपले भन्नुहुन्छ युद्धको अनिवार्यता, युद्ध अनिवार्य छ। किनभने यहाँ भगवानले अर्जुनलाई युद्धको लागि उत्साहित गरिरहनु भएको छ, किनकि यो सामान्य हिंसा वा व्यक्तिगत स्वार्थको लागि अथवा धर्म र न्यायको लागि भएको युद्ध, व्यक्तिगत स्वार्थको लागि होइन। अर्थात् एउटा दमकल कर्मी हुन्छ नि, दमकल जुन 12 यन्त्र चलाउँछ, ऊ आगोमा फँसेको व्यक्तिको लागि चाहिँ बचाउनको लागि आफ्नो कर्तव्यमा खटिन्छन्। उसले व्यक्तिगत सुखको लागि डराएर अथवा म यो यहाँ गयो भने डर्छु अथवा मर्छु भन्ने कुराले यदि गर्यो भने त्यो दमकलकर्ता होइन। त्यसैले अर्जुन पनि व्यक्तिगत मोहलाई त्यागेर धर्मको लागि प्राथमिकता दिएर युद्ध गर्नुपर्दछ। आदरणीय भक्तबिन, यो श्लोकहरूको अन्तिम निष्कर्ष के छ? ध्यान दिनुहोस्। यसरी भगवान श्री कृष्णले अर्जुनलाई पहिले स्वधर्मको पालनका लागि भौतिक दृष्टिबाट पनि युद्ध गर्न प्रेरित गर्नुभयो र युद्ध त्यागे अपकृति र अपयश, युद्ध गरे धर्मको पालन र कृति, मरे स्वर्गको प्राप्ति, जिते संसारभरिको राज्य। अगाडि गएर 38औं श्लोकबाट भगवान श्री कृष्णले अझ उच्च शिक्षातर्फ जानुहुन्छ र उहाँले अर्जुनलाई कर्मफलप्रति आसक्त नभइकन सम्भावपूर्ण तरिकाले कर्तव्य गर्ने बुद्धि योग तथा शिक्षाको प्राप्ति गराउनुहुन्छ। र मूल कुरा के छ भने भक्त वा साधकले डर मोह सुख दुःख प्रशंसा वा निन्दाका कारण आफ्नो शास्त्र सम्मत कर्तव्य त्याग्नु हुँदैन। श्रीमन् चैतन्य महाप्रभुले भन्नुहुन्छ, ऋणादपि सुनि चैन तरो रपि सहिष्णुना
अमानी नमानदैन कीर्तनिया सदा पनि। हामीले कसैले हामीलाई बेइज्जत गर्छ, कसैले हामीलाई यो गर्छ, त्यो कुराको लागि हामीले होइन, हामी जहिले पनि भगवानको प्रिय पात्र बन्नका लागि पवित्र नामको जप र पवित्र नामको प्रचार प्रसार गर्नका लागि खटिनु पर्दछ। त्यो हाम्रो लागि सबभन्दा महान चरित्र र महान कर्तव्य होइन भने हामी आफ्नो कर्तव्यको स्वधर्मको पालन गर्दैनौँ र अन्तिममा गएर अभ्यासको भागी बन्नुपर्छ। आदरणीय भगिनी, यो केही कन्क्लुजन हामीले 3-4 श्लोकलाई गर्ने प्रयास गर्यौँ। केही नराम्रो भइदिए अथवा तपाईँको चित्त बुझेन भने यसलाई क्षमा गर्नुहोला र आशीर्वादको रूपमा तपाईँले च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, तपाईँको आशीर्वाद प्राप्त हुनेछ। आउँदो दिनहरूमा अझ पनि हामीलाई यसलाई बलिष्ठ तरिकाले श्री प्रभुपादद्वारा लेखिएको शास्त्रहरूलाई क्रमिक तरिकाले हामी अध्ययन गर्न जाँदैछौँ र यसलाई आशीर्वादको रूपमा तपाईँले हामीलाई आशीर्वाद दिनुहोला र अगाडि बढाउने प्रोत्साहन गरे। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे। श्रीमद् भगवद गीता यथारूप की जय। प्रभुपाद की जय।